हामी कुन ठाउँमा आएछ यो कहाँ हो अनि म गएँ क्या दाजु अनि म मलाई भयो होला मलाई भयो मलाई यहाँ छ निदान भन्छ तपाईहरुलाई ल अब एकछिन यहाँ रेस्ट गर्नुपर्छ होला मान्छे नभएको घरमा चाहिँ राख्दैन हुन्छ हुन्छ दिदी कागजमा एउटा डायरी हो कति भन्नु
छैन अनि यो धरान कति धरान 15 बगरकोट बाटो क्लियर गरिदिनु हुनुहुन्छ सदस्य बाटोमा नबिदिनु होला गाडीहरू पनि छ यसैपट्टि आइदिउँ हामी एकै साइड हाम्रो टिम यहाँ यसरी एसेम्बल हो एकछिन नबोल्नु हाम्रो टिम सबैजना यता एसेम्बल हो यता आइ भेला भइदेऊ खाना खानु भएन यो होला घर दैलो भयो दैलो घर दैलो कार्यक्रम हुँदैछ अहिले धरान 15 मा हो है त साथी यतिसम्म इन्जोय गरिदिनु होला हेरिदिनु होला आज चाहिँ फेरि हाम्रो घर दैलो कार्यक्रम धरान 15 मा छौँ अनि हामी चाहिँ खाजा खाँदैछौँ अनि हाम्रो मेरो साथी खाजा पनि हामी चाहिँ आफै किनेर म ट्याक्सी चाहिँ यता आउनु घर दैलो कार्यक्रममा हिँड्न सक्नु फेरि पछि हाम्रो हेर्नु चाहिँ यस्तो हामी त यसरी शिरमा राखेर हिँड्छौँ हामी हाम्रो देश बनाउने हो नि त देश बनाउनेलाई त हामीले जहिले पनि शिर उपरमा राख्नु पर्यो होइन बहिनी जय माटो भन्नु न दिदी जय देश जय श्रम संस्कृति मकै भटमा सिउरा अनि त्यही भएर देश बनाउने भनेको हाम्रो हड्का साम्पाङजी हो होइन देश बचाउनु पर्यो देशलाई माया गर्नु पर्यो विकास गर्ने नेताको पछि लाग्नुहोस् र मासु भात र बियरको पछाडि प्लिज नलाग्नुहोस् यति नै म बिन्ती गर्छु हाम्रो जति हुनुहुन्छ विदेशमा हुनुहुनेहरूले पनि आफ्नो स्वदेशमा हुने फ्यामिलीलाई माटोमा भोटला भन्नुहोस् अनि मात्रै देश बनिन्छ जय माटो जय देश जय हड्का साम्पाङ उहाँहरू चाहिँ स्वागतको लागि तयार गरिराख्नु भएको छ म त उकाउनै सकिनँ झन् उहाँहरू स्वागतको लागि उभिराख्नु भएको छ म त उकाउनै सकिनँ न त कहाँ जानु हो त्यो दिदीहरू ए उहाँ हुनुहुँदो रहेछ कति डर है सानो त मान्छेहरू पनि आयो आज सबैजना खै त उहरू मम्मीहरू यसले है मम्मीसँग कहाँ जाम मलाई कल पर हुनुहुन्छ कोठाहरूलाई पनि नोट है मम्मीलाई कल गर्नुपर्छ है क्या भन्छ त यदि त हराउन हामी पछि पछि त हेर्नु नि हेर्दै जाँदा पास
मेरो पछि पछि एजुकेसन सेन्टर ओभरल्याप हुँदै आउने है, एजुकेसन सेन्टर ओभरल्याप हुँदै आउने। मतदाता शिक्षा सिकाउने साथीहरू सबको पछि पछि आउनु अरे। मतदाता एघार शिक्षा शाखा शिक्षा शाखा आज धरानपुर र बागलकोट चुनाव प्रचार कार्यक्रममा संस्कृति पार्टीका सुमित्रा दिदी खोइ अगाडि बढाउनु पर्छ एकदम कति सानो रमाउनु भएको हेर एकदमै एकदमै तपाईँको अनुहारले अनुहारले बताइहाल्छ हार्दिक अनुरोध गर्दछौँ। संस्कृति पार्टी चुनाव चिन्ह अञ्चलीको मागमा बागलकोट निवासी सम्पूर्ण महुवा तथा दाजुभाइ दिदीबहिनीहरू, हजुरहरूका आफ्नै उम्मेदवार संस्कृति पार्टीका श्रद्धाध्यक्ष श्री शर्मा राईज्यू आफ्नो एजेन्डा लिएर हजुरहरूको घरदैलो कार्यक्रममा